Hi guys, welcome back to my channel. If you subscribe to channel, like this video and share to your friends also. So guys, यसमा मेरो फेरि खेल्न आँटेको छौ फेरि हैन यो मेरो च्यानलमा फर्स्ट भिडियो होला माइनक्राफ्टको तरफ फेरि खेल्न आँटेको छौ माइनक्राफ्ट पकेट एडिसन र आज म एक्लै होइन मसँग मेरो दुईजना फ्रेन्ड्स पनि हुनुहुनेछ उहाँमध्ये हो एकजनाको नाम हो हेनी खनाल अनि अर्को हो हाम्रो प्यारो न न्यारो यो वर्ल्ड कप गेमिङ जो उहाँको पनि एउटा च्यानल छ र हेनी खनालको पनि च्यानल छ गाइस मेरो पनि एउटा च्यानल छ अलाइटेड रियल अलाइटेड नामको प्लिज सब्सक्राइब एन्ड एनी खनालको च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् वर्ल्ड गेमिङको च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् वर्ल्ड गेमिङलाई त सबैजना चिन्नुहुन्छ होला एनी खनाललाई पनि होला वर्ल्ड गेमिङ अलिकति फोन प्रब्लमको कारणले निरो 000 यानीकि उहाँको फुफूको आइडी निरो खनालको आइडीबाट खेल्दै हुन्छ ओके देन गाइस लेट्स गेट स्टार्टेड गाइस मा है जोइन एकछिन टाइम लाग्छ कल मी अलाइटेड ओके मलाई अलाइटेड भनेर बोलाऊ है आमा सबजना एकैचोटि जोइन भएछन् दिप्न तिमीले दुईचोटि जोइन भयो त ओए कसको आर्मर छ मसँग एनी तिमीसँग आर्मर छ नि आर्मर लुगा एनी तिमीसँग छ यहाँ ओए कहाँ छ तिमीहरू दुईजना व्हाट्स माई नेम पछाडि ए यहाँ छौ के छ केही त हुँदैन हौ यतिले कति हार्छ यो देखाउनु त बाँकी ओले एनी ओए उता जाऊ न तिमी चाहिँ उता जाऊ न तिमी चाहिँ उता जाऊ अब यार यसले त केही हुँदैन त दुख्दैन त यहाँ ल्याउ आफ्नो चेस्ट पनि ल्याउ ओए दिप्सन एनीको स्वord देऊ त यिनलाई एनीको स्वord छ ए छ ओए तिमीहरूलाई खानाको प्रब्लम गर्छौ तिमीहरूलाई म आफ्नो भिलेजको टोर दिन्छु यहाँ हो सबसे ठुलो भिलेजको ठाउँ भनेको यो हो यहाँ क्रिएटिभ छैन ओए खाना पाइन्छ क्रिएटिभमा कस्तो मान्छे बफेलो हातले हान्दा केही हुँदैन हौ हातले भन्दैछु यहाँ हो यो डटकाले खोदेको यहाँ हो है म तिमीहरू मारेर लिन्छु नि फेरि यो डटकाले खोदेको यो डट यहाँ हाल तिमीहरूका काम छैन काज छैन खाने बेला बात छैन कहाँ छन् कोही मान्छे एनी यहाँ आऊ त ठीक है चलो आगै छ अब सवाल बनाऊ न कोही तिमीलाई यत्रो क्राफ्ट मैले पो लिएको छु त क्राफ्टिङ टेबल यहाँ हो तिमीहरूको म काम यहाँ बिगार्छु बिगारेको देखाउँछु म तिमीलाई दिप्सनलाई कहाँ छौ है तिमी भन त तिमी कहाँ छौ म यतै छु हिँड्दैछु भोक लाग्यो यार ओ यहाँ आएर
तिमीहरूलाई यसमा आगो लगाएर हिँड्न लाज शरम लाग्दैन? आगो यसरी निभाउँछन्, आगो यसरी निभाउँछन्। हुन त मैले हानेको कि यहाँनिर, अनि त्यसपछि आगो लागेको यति मलाई थाहा छ कि मलाई नै आगो जानु दिन्छ फेरि। भयो है, अब कसले पनि आगो यो फायर स्टेटको स्वord कसले चलायो भने नि, अब कैसा है मेरा दोस्त, तेरे को किसने मारा ऐसे? ले ब्रेड खा, तू तो ब्रेड तो नहीं खाता, आयरन खाता है। चीज दिखा जरा। तो अच्छा ट्रेडर नहीं, इसका मतलब क्या होता है? मर जा। लाइक हाँ के मारे लुटा भने म त्यसलाई घर में क्यों गए, घर में क्यों गए, घर में क्यों गए? घरमा किन गएको दिप्सन? पर्खाउ तिमीहरूलाई घर बनाइदिन्छु। ओइ तिमीहरूलाई घर बनाउन मन छ? छ छ भएर म तिमीलाई एउटा सामान दिन्छु, त्यसलाई मिलाऊ। मलाई त सवाल फेरिदेऊ। छिटो त्यसमा दाबी राख, दाबी राख। फेरि यो गल्ती नहोस्। भन। के दिनु अरे? के दिनु अरे? पिकेक्स नहीं, मसँग स्विफ्टनेसको पोसन थियो। यहाँ हेर त मेरोसँग के छ, मेरो हातमा के छ। आऊ खाने त्यही नै, यो त वाटरको बोतल थियो। यो ढोका खुला छोडेको? त्यसले अब तिम्रो यहाँ तिमीलाई म एउटा चिज दिन्छु र दिप्सन। यो पानीभित्र 10 मिनटसम्म बस्नु सक्छु। उहाँ जाऊ त, भित्र जाऊ त कोही। यहाँ आउँछ दिप्सन एकचोटि। दिप्सन यहाँ आउन एकचोटि, यहाँ आउन एकचोटि, यहाँ आउन एकचोटि। तिमीले ननको कति दिनुभयो? कति दिनुभयो? छिटो जाऊ, नआएर आऊ। ओइ मुख पनि धुने हो, नआएर चाहिँ खुली जाऊ, खुली जाऊ। ए एकदम गोरी छैन माथि। तिमी खाले छौ। ठिक छ गाइज, म आफ्नो सिक्रेट बेसमा कोही तिमीहरू दुईहरूले पछि आउन छोड्छौ कि? ल हेर है, यहाँ हेर, सिधा काटिदिन्छु। उता जाऊ, सिक्रेट बेसमा जाँदैछु, उता जाऊ। यो ढोका कसले खुला छोडेको घरको? म यहाँ पल्ले मार्छु। उता जाऊ न, उता 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 अगाडि।
अगाडि 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 यहाँ सिक्रेट बेस सबैहरू तिमीहरू उता जान्छ कि मेरो म काट्छु तिमीले मेरो नेम ट्याग देखेनौ नि छैन किनकि मैले सिफ्ट गरेँ नि त तिमीले क्राउज गर्यो भने तिम्रो नेम ट्याग देख्दैन क्या तिमीहरूलाई एउटा कुरा भन्नै बिर्सेँ यार तिमीलाई एउटा कुरा भनौँ जसले भित्र हाल्नु आइरन गरम निस्केर हान्छ नि त तिमीलाई एउटा कुरा भन्न बिर्सिया फेरि यो वर्ल्डमा भूत पनि छ नि फेरि यो वर्ल्डमा भूत पनि छ है गाइस यो वर्ल्डमा भूत पनि छ है यो वर्ल्डमा भूत पनि छ नि तिमीलाई थाहा नहोला यो त गुफा ल गाइस म आएको है बाहिर निस्केको गाइस लिटरली मैं यो वर्ल्ड मेरो क्रिएटिभ हो मैले यसमा चिट साउन्ड गरेको छु यिनीहरूलाई मैले ट्रोल गर्न आँटेको छु गाइस आई एम ट्रोलिङ माई ब्रदर एन्ड सिस्टर इन दिस भिडियो यो भिडियोको मेन टाइटल यही नै हो विथ क्रिएटिभ यिनीहरूलाई त्यो कुरा थाहा छैन म निक्लेँ आफ्नो सिक्रेट भन्नु बाहिर तिमीहरूलाई मैले केही घटिया काम गरेको देखेँ भने नि ए भइसक्यो काम गाइस वेलकम गाइस म अपने सीक्रेट बेस से आ चुके हैं तिमीहरू कहाँ छौ ओए तिमीहरू कहाँ छौ खुवाएको छु म उहाँ छ म चाहिँ एनी ओए कुवाभित्र नजाऊ है निक्लिनु गाह्रो हुन्छ दिप्सन चाहिँ कहाँ छ दिप्सन कहाँ छ एनी दिप्सन हो अब केही हुँदैन नि हातले हो कहाँ क्लाइम्बिङ गर्दैछ कहाँ माथि कहाँ सुनि अब त अच्छा यो तिमीलाई म भन्न बिर्सेछु है यो वर्ल्डमा भूतहरू पनि छन् नि हिरो ब्राइन जस्तो एन्टिटीहरू छन् एन्टिटीहरू आएको छन् मलाई कस्तो टिपी गर्छ यार टेलिपोर्ट गरेर लग्छ यार मेरो सर्भाइभल लोडमा आइदियो यार रिसै उठिरहेको छ त्यससँग कहिले कहिले मलाई टिपी गरेर कुन चाहिँ अर्को प्लेयरसँग लगिदिन्छ छुइनँ म छैन म चाहिँ हेर्छु
के हालेर हिँड्न पनि सकिरहेको छैन एसपीले कम्प्लेन गरिदिए वो हिरो भाइ ठला ए भाग तो आयो म कामबाट गर्नु हिरो भाइले चाहिँ यहाँदेखि यहाँ ल्यायो होला उहाँदेखि कति त खै गाई बाई तिमीहरू कहाँ छौ मेरो कहाँ छौ तिमीहरू कहाँ छौ तिमीहरू चाहिँ कहाँ छौ भन न कुन गुफा तिमीहरू यहाँ चाहिँ आऊ न विलेजमा छौ भने मार न एउटा कल गर्छ त वेलको छेउमा आऊ न वेलको छेउमा छु म वेलमा खै कहाँ छु जोम्बीलाई कसले हान्छ तपाईँले हान्दै हुन्छ हिरो तपाईँ रिपोर्ट हाने गाडी हान्नु तिमीलाई हिरो भाइले पक्रियो होला कहाँ हरायो म छुइनँ हौ यता म कहाँ छु तिम्रो छेउतिर छु तिम्रो छेउमा छु म हिरो भाइले हान्दैछ म कहाँ परबाट हान्न सक्छु कस्तो टाइपको मान्छे भन्दा साँच्ची किन मैले होइन हिरो म्यानको काम हो अनलाइन छेउ कहिले हिरो भाइले बोलाउँछ भने है अब तपाईँ बोलाउनु न होइन साँच्ची काम बोलाउँछ भने अनि केही खाना पनि दिन्छ एकचोटि मलाई इन्टरनेट गोल्डन एप्पल दिएको थियो पनि 32वटा हेलो हेलो हिरो ब्राइन हो दिन्छ मलाई पनि दिएको थियो साँच्चीकैमा हिरो ब्राइनको काम हो पछाडि आउँदा मेरो पछि पछि आएदेखि इन्भिजिबल पोसन लाएर बसिरहेको छु हामीलाई यहाँ छु रे यहाँ तपाईँ हान्ने गला दिनुभयो दिदी युट्युब हेरेर
खानुभयो हिरोलाई नै दिन्छौ जहिले साँच्चीकै मलाई पनि दिन्छ त्यसले म साँच्चीकैमा कहाँ यो सिक्रेट बेसमा जो आफ्नो हो दिदी गोल्डन एप्पल चाहियो तर मैले खाइसकेँ हात बढ्छ कति धेरै शक्ति आयो म त पुछौँ मसँग मात्रै त्यो बुबुलाई निक्लिएर बल 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 स्पिड खाइदा हिरोम्यानले कसैको सामान चोर्यो भने हानिदिन्छ पनि हिरोम्यानसँग नि हुन्छ त कसैको सामान तिमीले चोरेको छौ चोर्यो भने दिइहाल एमबीलाई 5 वटा दिनुपर्छ कि तपाईँको सामान लाउनु गोल्डन एप्पल मेरो 2टा छ त्यहाँ अरे यहाँ दिँदैछु लानु मलाई 2टा दिन्छ म आउँछु एकछिन पर्ख ल अब म आउँछु ल अब हाई गाइस के छ तिमीहरूको हालखबर के को हिरोइनको कपी हो ए अब साँच्चीकैमा आउँछ औ लु म केही गर्दिनँ मलाई के त हिरो ब्रान्डको काम होला त्यो हिरो ब्रान्डको काम हो त्यो मेरो काम हुँदैन म गएको ल एकछिन सिक्रेट बेसमा आफ्नो म आफ्नो सिक्रेट बेसमा गएको है दिप्सन सिक्रेट बेसमा गएको आफ्नो नआए कोही पनि मेरो पछि पछि म हेरेर गरिदिन्छु तिमीलाई ओ ए नि उता जाऊ मेरो पछि किन लागिरहेको छ तिमीहरू मेरो पिछा गर्छौ भनेर तिमीहरूलाई मेरो पिछा गर्छौ तिमीहरूलाई उता जाऊ ए तिमी चाहिँ जाऊ न उता मेरो पिछा पछि नगर न मेरो पछि चाहिँ नगर न तिमी जाऊ न उता दिप्सन अहिले म हान्नु नपरोस् नि ए नि आउँछ तिमी जाऊ सुरुमा जाऊ 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 है जाऊ ए नि जाऊ तिमीहरू 2 जना नि म हिरोम्यान इन्स्टेन्ट किल पनि गर्छ नि कहिलेकाहीँ एकै फट्कामा मार्ने काम रुखको पछाडि हुन्छ अरे म एउटा
मलाई कोही नआएन है म मर्छु एकैछिनमा ओ मर्नु छ अँ जा बेटी अट्याक गरौँ ओए साँच्चीकै हेर नि फेरि म तिमीलाई के गर्छु जिस्काको के गर्दिनु हेलो नआउन तिमी मेरो छेउमा के हुन्छ पिङ्क कलरको आयो नि मलाई त बुबुला ऊ त जाऊ त मेरो ए ममा पावर हाल्यो हेलो आइसिन दादा किन राख्नु हेलो ठुलो जाऊ है यहाँ त नआऊ कोही नआऊ यहाँ बिन्ताङ बिन्ताङ हेर बिरालो हेर अब दिस्ता हामीलाई भागेको रे हेलो हेलो हान्दी कसलाई ल म पनि हान्दिन्छु काम भयो जस्तो होला किन कसैले देखिरहेको छैन आसिना त के स्ट्याचु भएर बस्नु भएको त्यहाँ इन्डियनले खोज्दैछु यी सल्कर बक्सहरू धेरै छ कुन सल्करमा छ भनेर हेर्न मेरो इन्भर्टी त नि खानाले भरिसक्यो कहाँबाट भेट्यो खाना नमान्नु न एउटा नआउ ल बन्द गर्ने पानी पछि पछि लाग्छ खानाबाट पनि दिनुपर्छ जो ल म तपाईँलाई छोरी एप्पल दिन्छु ल हिरो भाइले बेला मार्छ भने है गाइजहरू मजाले बस्छ आउनुभयो कोही त हान्ने म चढ निकाल्नु खोज्दैछु म आफ्नो सिक्रेट बेसमा गएको है गाइजहरू गाइजहरू म सिक्रेट बेसमा गएँ आफ्नो एप्पल म तपाईँ सबै चिज भन्छु यसरी जाने होइन यसरी जाने यता 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 घर त यता हो यस्तो ढोका खोल्ने त्यसमा मेरो मोबाइल खै यता खोज्नु अब मैले दोकानमा ढोका खोल्नु कसको बुलबुला हो बे पिङ पिङ जमिनबाट जा ओ बुलबुलाको पिछा आउनु हिरो ब्राइन होला ऊ के जान्नु माइनक्राफ्ट पनि कस्तो छ भन्दा नि मोबाइल नहेर न तिमीहरू नि म होइन केही त गरेको छुइनँ मैले गाइस यो पार्ट 1 थियो यसको पार्ट 2 पनि आउँदैछ त्यसले प्लिज लाइक एन्ड सब्सक्राइब एन्ड सेयर टु योर फ्रेन्ड्स अल्सो बाई बाई